नमस्कार आदरणीय सम्पूर्ण दर्शक महानुभावहरू, अहिले म बेलाका नगरपालिका उदयपुरको वार्ड नम्बर 8 अन्तर्गत यसै बस्तीको चाहिँ दक्षिणी भेग कर्कली खेल मैदानबाट उत्तरपट्टिको भाग यो देखिरहेको भिडियोमा कर्कले साकेला चोकको स्थानबाट बोलिरहेको छु। विशेष गरी यो सानो भिडियो बनाउनुको उद्देश्य चाहिँ के भनेदेखि यहाँ चाहिँ साकेला चोक भनेर विगत 2019 सालदेखि स्थापना रहेर यस क्षेत्र चाहिँ साकेलाको रूपमा यो थियो भनौँ न। त्यतिखेर चाहिँ पूर्व सीमाङ्कन रहेको यस क्षेत्र निकै नै सानो एरियामा थियो। यो देख्न सकिन्छ, यो घेरा रहेको मन्दिर, यो फेदे रुखको फेदैमा घेरा रहेको यो मन्दिर थियो भनेदेखि अहिले तत्काल चाहिँ अहिले मन्दिरका लागि भनेर यो क्षेत्रलाई चाहिँ विस्तृत रूपमा फडाइन गरेर अगाडि बढाइएको छ। यो पश्चिम दक्षिणपट्टिको भागलाई कभर गरेर चाहिँ यसरी सिमेन्टका पोलहरूलाई गाडेर चाहिँ यो एरियालाई चाहिँ कभर गर्ने गरी यसरी निर्माण गरिएको छ। विशेष गरी यो क्षेत्र चाहिँ सिद्धिखोला स्थित रहेको राधाकृष्ण टोल विकास समितिले विगत लामो समयदेखि चाहिँ गौचरणको क्षेत्र पानीघट्टा गौचरण क्षेत्रलाई चाहिँ संरक्षण गर्दै आइरहेको पाइएको थियो। अहिले चाहिँ यो क्षेत्र सीमितबाट चाहिँ अलिकति विस्तृत रूपमा फडाइने हुँदै अगाडि बढेको कारणले गर्दा यो सुझाव सहित राधाकृष्ण टोल विकास समितिका सदस्यहरू हिजो यहाँ यस स्थलमा उपस्थित भइरहँदाखेरि चाहिँ यहाँ सामान्य वाद विवाद पनि भएको छ र यसै विषयलाई लिएर राधाकृष्ण टोल विकास समितिले चाहिँ आवश्यक छानबिन सहितको कारबाही गरी पाउँ भन्ने एउटा निवेदन सहित महिनामैनी वन डिभिजन कार्यालयका लागि तयार गरिएको छ भनेदेखि अब भोलि या पर्सितिर यसको आवश्यक जाँचबुझ गरी वन डिभिजन कार्यालयले चाहिँ यसको ठोस निर्णयमा जाने नै छ भन्ने एउटा आशा पनि राख्दछु। यो क्षेत्र चाहिँ सिद्धिखोला बस्तीबाट दक्षिण पूर्वमा रहेको एरिया हो। यो चाहिँ निकै लामो समयदेखि नै राधाकृष्ण टोल विकास समिति स्थानीय हिमशिखर विकास केन्द्र को क्लबले चाहिँ संरक्षण गर्दै आइरहेको यस वन क्षेत्रलाई चाहिँ गौचरण क्षेत्रमा संरक्षण गर्दै आइरहेको पाइएको थियो। यो क्षेत्र चाहिँ अहिले यता पूर्वबाट पश्चिम आउँदै गर्दाखेरि चाहिँ एउटा बाटो छ, माथि मदन भण्डारी राजमार्गबाट दक्षिणतर्फ कर्कले बस्तीतिर झर्ने बाटो। यो बाटोबाट चाहिँ पूर्वीपट्टिको भाग हुँदै यता उत्तर पश्चिमतिर पुरा रूपमा कभर गर्दै यसरी पोल नै गाडेर सिमेन्टेड गरेर चाहिँ जमिनलाई घेराबारा गरिएको छ। यहाँ यतापट्टि भए जस्तै रुखहरू र बोडीबिरुवाहरूलाई पनि फडाइन गरेर मासेर यो स्थानलाई चाहिँ रोक्ने काम भएको छ। यो गैर जिम्मेवारीपूर्ण यो गैर कानुनी काम भएकाले गर्दाखेरि चाहिँ यसलाई रोकावट र रोकथाम गर्नका निम्ति सुझाव सहित आएको टोलीमाथि हिजो जुन अमानवीय हरकत भयो त्यसका निम्ति चाहिँ घोर आपत्ति जनाउँदै राधाकृष्ण टोल विकास समितिका सम्पूर्ण सदस्य लगायत समितिले नै एउटा निवेदन तयार गरेको हो। अब यो भिडियो देख्दै रहँदाखेरि अब जो फिल्डमा आउनुभयो हिजो, त्यसका अलावा अन्यत्र देश वा विदेशमा रहनुभएका र यस स्थानभन्दा बाहिर रहनुभएका सम्पूर्ण यस टोलमा स्थायी रूपमा बसोबास गरेका दाजुभाइहरूका लागि जनचासोको यो विषय पनि हो र उहाँहरूको प्रतिक्रिया, उहाँहरूको सुझाव कस्तो आउँछ भन्नका निम्ति पनि यो भिडियो देखाउने रूपमा अगाडि मैले यहाँ लिएको हुँ। यसरी वन क्षेत्रलाई चाहिँ वनको अनुमति बिना कुनै एउटा समाजको सल्लाह सुझाव बिना यसरी एउटा मन्दिर स्थापना गर्ने न्युमा बिगौँ जग्गा चाहिँ अतिक्रमण गरेर रोक्न पाइन्छ या पाइँदैन, भोलि वन डिभिजन कार्यालयले नि एउटा ठोस निर्णयमा पुग्ला या नपुग्ला। यसका अलावा यदि यहाँ यो समस्याको समाधान यदि यस कार्यालयबाट हुन सकेन भने हामी जिल्ला केन्द्रमा पनि जान्छौँ भन्ने एक किसिमको योजनामा रहेर स्थानीय संस्थाले चाहिँ
आफ्नो ध्यानाकर्षण गराइसकेको छ। हामीले देख्न सकिन्छ यो एरिया गौचरण क्षेत्र हो र यसरी अतिक्रमण भएको छ र यसरी घेराबारा गरिरहँदाखेरि एउटा मन्दिर स्थापना गर्ने न्युमा चाहिँ यसरी बिघो जमिन फडाइन गरेर घेराबारा गर्नु उचित हो या होइन, सम्पूर्ण भिडियो देख्ने सम्पूर्ण दर्शक महानुभावहरूले मूल्याङ्कन गर्नु नै हुनेछ भन्ने आशाका साथ स्थानीय सम्पूर्ण यस स्थानमा रहने दाजुभाइहरूलाई यो भिडियो देखाएको हो। ल अहिले चाहिँ यो कर्कले खेल मैदानभन्दा माथिल्लोपट्टिको भाग हो। यो अझै पनि तल्लोपट्टि साइडमा केही जमिनहरू यता छ, बाँकी छ। यसभन्दा मुनितिर एउटा यहाँ स्थानीय रूपमा रहेको एउटा स्थानीय खेल मैदान छ, फुटबल खेल मैदान। त्यस पश्चात उता कोशी टप्पु को सुरुवात हुन्छ उतापट्टि। हस् त यो सानो भिडियो मार्फत तपाईँहरूमा अहिले बिदाय हुन चाहन्छु। नमस्कार।